हेलो वेलकम टु ब्याक। फेरि पनि हामी नयाँ ब्लगमा आएका छौँ। आज चाहिँ हामी तपाईँहरूलाई यो ताप्लेजुङ बजारको नयाँ सिनलाई देखाउँदैछौँ, अपलोड गर्दैछौँ। अत्यन्तै सुन्दर बजार हामी यो ताप्लेजुङबाट तपाईँहरूलाई भिडियो देखाउँदैछौँ। हेर्नु सक्नुहुनेछ। हेर्नुहोस् है, अहिले हालसालैको लागि चाहिँ फुङलिङ बजार नगरपालिका पर्छ। यो उपमहानगरपालिका। अहिलेको स्थानीय सरकार हाम्रो अमिर महादेन हुनुहुन्छ यहाँको। हामी तपाईँहरूलाई यो बजारको दृश्य देखाउन गइरहेछौँ। हेर्नुहोस् है साथीहरू, लाइक एन्ड कमेन्ट सेयर गर्नुहोस्। यो पारिपट्टि चाहिँ मिको खोला गाउँपालिका पर्छ। त्यसै गरी यतापट्टि आउँदाखेरि चाहिँ यता चाहिँ फक्ताङलुङ गाउँपालिका लगायत यो पाथिभरा पर्छ यता अब। त्यसै गरेर अलि यता आउँदाखेरि यतापट्टि चाहिँ सुकेटार पर्छ। हाम्रो विमानस्थल यहाँदेखि भयो। यो रोड चाहिँ विमानस्थल जाने हो। यो स्तर उन्नति भएको छैन। यो रोडहरू बनाएको लगभग 2 वर्ष नआएको छैन होला। हेर्नुहोस् है गाइजहरू, हाम्रो बाटोहरू यस्तै छ। आज चाहिँ छुट्टीको दिन यसो हामी पनि छुट्टी मनाउनलाई बाहिर निस्केको थियौँ। त्यसै कारण यो सानो भिडियो चाहिँ अपलोड गर्न भनेर हामीले बनाएको। हेर्नुहोस् है रोडहरू यस्तो छ। यो नेपालको विकास चाहिँ सायद यस्तै होला। बाटोहरू सबै भत्किएको छ। पिच भएको यो लगभग 4-5 वर्ष भएको छैन, भत्किएर यस्तो भइरहेछ। हाम्रो नेपालको विकासको लागि तपाईँहरूले के भन्नुहुन्छ कमेन्ट गर्नुहोस् है त। हेर्नुहोस् है पिचहरू यस्तो भइरहेछ। यस्तो छ हालत। पिच बाटोहरू यस्तै छन्। हेर्नुहोस् है, यो सबै भत्किएर यस्तो रेपहरू चाहिँ चलिरहेछ दुःखले। यस्तै छ हाम्रो नेपालको विकासलाई हेर्दै गर्दाखेरि चाहिँ लगभग गाउँमा अहिले कच्ची रोड पिराएको जस्तो मात्रै भइरहेछ। नगरपालिका भन्नु अलिकति चाहिँ नि नगरपालिका भन्नु नि अलिकति हामीलाई श्रमै अलिकति शर्म लाग्ने कुराहरू छ। हेर्नुहोस् है, नत्र भने बजारभित्रको रोडहरू छ अलिकति विकास अलिकति स्तर उन्नति भए धेरै राम्रो हुन्थ्यो भन्ने जहाँसम्म हामीलाई लाग्छ। हेर्नुहोस् है बाटोहरू यस्तो छ। ढलको निकासी छैन। यो बजारको बिचमा पानी गइरहेछ। यो पानी पर्यो भने यसरी चाहिँ यो अनियन्त्रित पानीहरू बगिरहेछ। ढलको निर्माण छैन। यसरी बाटोमा चाहिँ नि पुरा पानी बगेको अवस्था। हेर्नुहोस् है, हेर्नुहोस् यहाँनिर पिच गरेको छ। यहाँनिर पिच गरेकोमै रोडहरू सबै यसरी रडहरू निस्किरहेछ। यो लगभग धेरै पनि भएको छैन गरेको है। सबै यो अलिकति काम देखा जस्तो गर्ने अनि पैसा पचाउने मात्रै मिलो भइरहेछ। यसको लागि तपाईँहरू के भन्नुहुन्छ कमेन्ट गर्नुहोस्।